गाइस हामी जान्दैछौँ प्रिन्सको घर। त्यसको साथीको एउटा छ, त्यो पनि सपोर्ट गरिदिनु होला। त्यसको युट्युब च्यानलको नाम सुगम च्याङ हो। लाइक कमेन्ट गरिदिनु होला, सेयर। आज उसले एउटा नयाँ भिडियो पोस्ट गर्न आँटेको छ। अन्त हामी पनि भिडियो गर्ने। त्यसले चाँडै जानु होला। अलिक एक दुई हप्ता पछाडि फ्री फायर माइनक्राफ्टको भिडियो नै आउनेछ हैन? माइनक्राफ्ट पनि आउनेछ अब। फ्री फायर आउनेछ अब एकछिनमा। युट्युबर हो नि, फ्री फायर त खतरा छ नि होइन प्रिन्स? माइनक्राफ्ट त के छ नि प्रिन्सको त गाइसहरु। हेलो गाइसहरु, माथि पुगेपछि भेट्नुपर्छ है। गाइसहरु हामीले पुग्न आँट्छ। हामी प्रिन्सको घर चाहिँ यहाँ रहेको छ। प्रिन्सको घर अन्त अब हाम्रो गाउँको भ्यू अब एकछिनमा चाहिँ अर्को पार्ट आउनेछ गाइसहरु, हेर्नु ल। गाइसहरु लाइक कमेन्ट गरिदिनु होला। अर्को भिडियो आउनेछ छिटो। राम्रो नजारा हेर्नु होला गाइसहरु। के हो गाइस हाम्रो नजारा त? प्रिन्स छिटो कुदौँ। किन प्रिन्सको पन्जा झिक्नु पर्ने रे गाइसहरु। हेर्नु ल, पन्जाहरू यहाँ लोकल पन्जा हेर्नु ल। फुल फुलेको क्या दाम छ फुल फुलेको गाइसहरु। फुल फुल्छ गाइसहरु हाम्रो लोकल गाउँमा गाइसहरु। हेर्नु ल फ्रेन्ड्स, फोन जुम गरेको थियो अहिले। प्लिज जान्छु तल गाइसहरु। हेर्नु ल तलको नजारा। यहाँ मन्दिर छ, मन्दिरमा हामी पूजा गर्छौँ। ल प्रिन्सको घर यहाँ रहेको छ। के गर्छौ तल छन् प्रिन्स? हाई प्रिन्सले जस्तो उसको गाडी साह्रो माया गर्छ। हेर्नु ल, उसको गाडी 3टा छ। हेर्नु ल, सोत्रोले ल्याएको छ गाडी त भएन नि गाइस। हेर्नु ल प्रिन्स। हेर्नु ल तलको नजाराहरू गाइसहरु। हाम्रो गाउँ 8 नम्बर हेर्नु ल भ्यू। हेर्नु ल भ्यू गाइसहरु। खान्छ ल प्रिन्स। हाई प्रिन्स अब रोकेको ल। के भयो काटेको? उता खेत हाम्रो हेर्नु ल, हाम्रो खेत तल। उता हेर्नु कुन गर्नु छन्। यो घर चाहिँ प्रिन्सको होइन, यसको साथीको हो। नामसँगको भन्दा नि। हेर्नु ल हाम्रो नजाराहरू। प्रिन्स हाई। हेलो गाइस। प्रिन्स फ्री फायर पनि खेल्नेछौँ। हामी फ्री फायर खेल्नेछौँ। प्लिज हेर्नु ल प्रिन्स। यहाँसम्म हेर्नुको लागि धन्यवाद। अब भोलि भेटौँ।